हेलो साथीहरु, गुड मर्निङ एभ्रीवन। सबैजना सन्चै हुनुहुन्छ होला। ल सबैजना सन्चै हुनुहुन्छ होला। कहाँदेखि हेर्दै हुनुहुन्छ है भिडियो, सबैलाई मेरो युट्युब च्यानलमा वेलकम छ। सागर एनपीएल सबैले सपोर्ट गरिदिनु होला, किनकि यो मेरो फर्स्ट ब्लग हो गाउँको है। यस्तो मैले यहाँ देखाउन गइरहेको छु। पछाडि देख्न सक्नुहुन्छ हाम्रो ब्याकग्राउन्ड यस्तो छ है। झरी बादल लागिरहेको छ। सबैले आफ्नो जिन्दगी सोच्नु होला। लामो यात्रा गर्दा आफ्नो ख्याल गर्नु होला, किनकि बर्खाको समय छ। त्यसैले आफ्नो ख्याल गर्नु नै ठीक हो। त्यसैले आफ्नो ज्यान बचाउने प्रयास गर्नु होला। हामी चाहिँ गाउँले पारामा ब्लग बनाइरहेका छौँ। सबैले सपोर्ट गरिदिनु होला है। साथीहरू कहाँदेखि हुनुहुन्छ आफ्नो परिचय पनि खुलाउनु होला र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है त। अनि अरू सुनाउनुहोस् साथीहरू। यहाँ यस्तो छ है, अहिले यहाँ हाम्रो गाउँतिर बर्खा लाग्यो है। बर्खासँग लड्दै हामी अगाडि बढ्ने प्रयास गर्नेछौँ। अब यता नि देख्न सक्नुहुन्छ यस्तो हाम्रो यहाँ यो भनेको पुरा हाम्रो परो हो, भिर है। देख्न सक्नुहुन्छ यता पुरा जङ्गल छ। यस्तो टक्क देख्न सक्नुहुन्छ यो हाम्रो पुरा बोराफाट भन्ने गाउँ हो। यता देख्न सक्नुहुन्छ, किनकि मेरो क्यामेरा त्यति राम्रो छैन है, त्यही भएर चाहिँ यो हाम्रो चाहिँ गुल्मीदेखि गलकोट आउने बाटो देख्न सक्नुहुन्छ। यस्तो छ यहाँको हालत। कहिले त्यसम्म सरकारको ध्यान आकर्षण चाहन्छ है साथीहरू। ट्याक्क यहाँ चाहिँ आफ्नो लागि खर्च बोकेर आइरहेको छु। तलमाथि गर्नुपर्छ। के गर्ने साथीहरू, गाउँमा बसेपछि काम गर्नै पर्यो, खाना पर्यो है। यस्तो छ गाउँले लाइफ। बर्खा लाग्यो पुरा, अब ढकमक्क हुन लाग्यो। हाम्रो अगाडि उता घुम्टे छ, यहाँको बिचमा छेडमा देख्न सक्नुहुन्छ। तर अहिले चाहिँ बादल लागिरहेको छ, त्यही भएर देखिँदैन। त्यसैले देखिँदैन यहाँ, कारण यस्तो छ कि यहाँ बादल धेरै लाग्छ हाम्रो गलकोटमा है। मेरो ब्लगलाई सबैजनाले माया गरिदिनु होला। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर यहाँ बेल आइकन दबाइदिनु होला भन्न चाहन्छु। धन्यवाद। फेरि नेक्स्ट ब्लगमा मिलाउँला है त साथीहरू। बाई बाई।